माई ब्युटिफुल पिपल सबैजना ठिकै हुनुहुन्छ होला है र तपाईँहरूलाई क्याप्सनबाट थाहा पाइहाल्नुभयो आजको भ्लग चाहिँ के को बारेमा हो भनेर। यस दिस इज माई फर्स्ट भ्लग पनि त्यही माथि है। र मेरो चाहिँ पहिला पनि म भ्लगहरू बनाउँथेँ युट्युबतिर अपलोड गर्थेँ, तर मैले छोडेको थिएँ होइन। अब चाहिँ म नयाँ च्यानलबाट फेरि कन्टिन्यू अपलोड गर्नेछु राम्रो राम्रो। र कसरी स्टार्ट गरौँ सोचिरहेको थिएँ अस्तिदेखि, र आज चाहिँ ठिक्कै मैले राम्रो अपर्च्युनिटी पनि पाएँ है। ठिकै अपर्च्युनिटी के बोले भाइ, अब के बोले भन्दा नि अब राम्रो टाइम पाएँ होइन अपलोड गर्नको लागि। आज पुस्तक घुमाउँदै रहेछ हाम्रो माथि गुम्पादेखि, सो म पनि त्यहाँ गएर इन्भल्भ हुन्छु, यसो यताउता सघाइदिन्छु भनेर। सो अहिले केही भएको छैन, अलिकति टाइम बित्दैछ है। बरु अलिक जति सक्दो छिटो गएर जाने सोचिरहेको छु। र ओछ्यान पनि केही पठाएको छैन, भर्खर उठेर यतिका ल्याङफ्याङ छ हो, मुख सुक्दैकिन बसेको। छिटो छिटो नुहाएर ओछ्यानहरू पठाइकन म तपाईँसँग आउँछु। स्टे ट्युन। हेलो, म चाहिँ अहिले आधी बाटो पुगेको छु होइन। त्यही त गाडी पाउँछ होला भनेको, हतारको बेलामा गाडी पनि पाएन है। हिँडेरै बजार पुग्न आँटिसकेँ र नुहाइधुवाइ गर्दा के गर्दा ढिलो भयो नि त। त्यो पनि यो जिक्सम जस्तो ठाउँमा अहिले यस्तो चिसो छ कि बिहान चाहिँ यस्तो चिसो हुन्छ। हतारमा चाहिँ अब पानी पनि तताउनु ढिलो हुन्छ भनेर चाहिँ चिसो पानीले नुहाउँछु भनेर चिसो पानी जिउमा लाग्यो। कसम भनेको करेन्ट लागेको छ मलाई होइन। अझैसम्म कामदैछु, ठिकै छ, के छैन, जस्ट फ्रेस चाहिँ फिल भइरहेछ। हिँडेरै बजार पुग्न आँटिसक्यो, तर नि त्यस्तो थाकेको जस्तो चाहिँ भएको छैन मलाई। थाकेको छु तर अरे कहना क्या चाहते हो, जिउ मतलब पसिना आएको छैन, फ्रेस भइरहेछ। हो बजारदेखि चाहिँ गाडी पाउँछु होला, पाइन पनि ठिकै छ, हिँडेरै पुगिदिन्छ। यो चाहिँ युक्सम्सको एकदम दामी देखिरहेछ घाम लागेर चाहिँ माने। मैले चाहिँ अब बाटोमा आउँदाखेरि भेटेर देखाएको है, हामीलाई पनि थाहा छ, देखेकै हो, थाहा भएकै हो भनेर कमेन्टहरू नगरिदिनु होला। कतिजना युक्समहरू आउनु भएको छैन, उहाँको लागि भनिदिएको। यो चाहिँ बजार आउनुभन्दा अलिक अगाडिपट्टि छ है, पुगिन्छ कि पुगिँदैन ऊ माथि डाँडामा हो, टुप्पोमा। कहाँ हो भन्दा एकछिन ल म देख्छु, यहाँदेखि देख्छ यो डाँडामा, यो माथि टुप्पोमा पुग्नुपर्ने हुन्छ। म चाहिँ कहिले पुग्नुपर्ने हो, ठिकै छ, केही छैन, तारी जान्छु, पुगिहाल्छु। बिहान छिट्टै उठेको नि आफ्नै ढङ्गले यस्तो भएको नि त। अब 7 बजी बिउजेको होइन, ए 7 बजी अरे बिहानै बिउजेको होइन। एकछिन सुत्छु भनेर चाहिँ एकछिन आँखा चिम मात्रै गरेको थिएँ, यस्तो बिउजिन त 7 बजिरहेको छ। अब छक्कै परेँ आफै, अन्त उठ्दा यताउता के गर्दा गर्दा ढिलो भइहाल्यो। यो चाहिँ स्कुल भिर भन्छ यो पछाडि म हिँड्दै गरेको ठाउँलाई चाहिँ। अब चाहिँ बजार एन्ट्री हुन्छ यहाँदेखि चाहिँ। कतिजनाले बिचरा युक्सम आएर युक्सम बजारै भेटिन भन्छ। यहाँदेखि एन्ट्री हुने बित्तिकै युक्सम बजार हो, त्यस्तै हो। युक्सम बजार सानो छ, हतपत मान्छे कन्फ्युज हुन्छ। सानो छ भन्दा नि ओभर फिन्जेको छ, ठुलो एरिया छ कि, दोकानहरू चाहिँ कम्ती कम्ती छ, अन्त मान्छे कन्फ्युज हुन्छ नि त। तर दामी चाहिँ फेरि अरू ठाउँ भन्दा चाहिँ। युक्सम बजार पनि आइपुग्यो, एकदम हाम्रो ह्यान्डसम दाजु, तप्सिङ समाजबाट एकदम ह्यान्डसम दा। वेलकम टु माई भ्लग। यहाँ चाहिँ सेरम दाजु हुनुहुन्छ, एकदम राम राम राम। कुकुर सेन्डी सेन्डी सेन्डी, ए होइन रहेछ सेन्डी, यसको कुकुर पर्छ। आप कहाँ थे ज्ञानी बाबा? यो चाहिँ युक्सम हो होइन। अब हिँडेर आइपुगिसक्यो, अब हिँडेर जानुपर्छ माथि पनि। यस हाम्रो ओल्ड गाइड आउनु हुँदो रहेछ, कहाँ देखाउनु भएको छ त, हिँडेरै पुगिदिन्छ अब चाहिँ डुब्डी। यो चाहिँ हाम्रो पङ्कज दाको एकदम खतरा अर्ग्यानिक सप रहेछ होइन, आएर किन्न सक्नुहुन्छ। दा बिक्री हुँदैछ, डुब्डी जाँदै गरेको बिक्री चाहिँ हुँदैछ भन्नु नि। बुरा लगा कन्ट्रोल। टुरिस्टहरू अघि आएर लाइन नै लागिरहेछ। एकदम दामी अर्ग्यानिक सप हो, आएर किन्न सक्नुहुन्छ तपाईँले युक्सममा होइन। बजारकै बिचमा छ, मानेको छेउमा। यो चाहिँ युक्सम पिएचसी फिजिकल हेल्थ सेन्टर। अन्त यहाँदेखि 1300 जानुपर्छ, डुब्डी सर्टकट। माथि प्याँ पुङ बजाउन थाल्यो, ढिलो भयो। दिस इज लिम्बू होमस्टे, डिएस सरको घर। हाम्रो आज्ञा
भरतपुर यहाँदेखि 150 डुब्डी जाने सर्टकट चाहिँ कसैलाई सर्टकट जानु छ भने तर ओभर उकालो भन्दा अलिक उकालो पर्छ रोड चाहिँ दामी छ भिलेज रोड हाइवे यस्तो छ सानो भिलेज हाइवे भिलेज रोड हो के को हाइवे के बोले भाइ अब के बोले के छ थाहा बोले यस्तो गरम हुन्छ नि मलाई के थाहा बिहान जाडो थियो है त बिहान लाएर आएको त यहाँ आएर मात्रै अब माथि मलाई सबले बौला भन्ने हुन्छ है यो चाहिँ हामी डुब्डीदेखि मुनि आइपुगेको छ है अघि लगेछ हामी चाहिँ अलिकति ढिलो भयो बाटोमा मैले दाजु पनि भेटेँ साथी एकदम दामी भ्यू छ यो चाहिँ डुब्डी मुनिपट्टि हाम्रो साथीको घर हो यो चाहिँ यहाँदेखि पारी चाहिँ चुङ ठिकै छ अब हामी बाटोमा भए नि भेटेर उयो गर्ने ऊ पारी चाहिँ पेलिङ हो यहाँ पारी चाहिँ पेलिङ यतालाई चाहिँ गुफा डाँडा यतापट्टि युक्सम हो एकदम दामी छ ठाउँ अलिक ढिलो भएछ हामी चाहिँ अलिकति ढिलो भएको अवस्था दाजु र म चाहिँ कुद्दैछौँ भेट्छ कि भनेर बाटोमा के छैन तर दाजु मन सफा हुनुपर्छ है अरू त भइहाल्छ है के कुद्थ्यो यस्तो मन सफा हुनुपर्छ ढिलो छिटो भइहाल्छ अब बाटोदेखि भेटेर भने हामी बोक्ने कहिले घाँस हाल्नु बेला भएछ ए उहीँ तल पुग्दो रहेछ हल्ला गर्दैछ मतलब त्यस्तो त साह्रै म त ज्ञान छैन चाइनिज त्यो त यता के अरे यो पर कञ्चनजङ्घा फल्सको छेउछेउमा निकै छ त्यस्तो अनि तल पुग्दै रहेछ हल्ला गर्दैछ जति सक्दो अब हामी भेट्ने ट्राई गर्ने र हामीले चाहिँ भेट्यो यहाँ जानु हुँदै रहेछ आधी यहाँ हुनुहुन्छ आधी ऊ तल पुग्नु भयो अब पालै पिलो गर्दै बोक्ने साथीहरू छ छैन छिमा हेरेर हुन्छ सब कुरा चाहिँ साइड पनि भयो कुदेर हाम्रो दादाले चाहिँ ओभर दामी फुलहरू रोप्नु भएको रहेछ होइन ओभर मन पर्यो बाटोदेखि दामी देख्दो रहेछ तर गरमले मर्न आँटे गरम चाहिँ कस्तो छ कस्तो डरलाग्दो गरम छ कि के भन्नु तपाईँहरूले आई कान्ट डिस्क्राइब दिस गरम कुदेको छ कस्तो दामी फुल छ हेर्नुहोस् न यहाँतिर चाहिँ घरै पछि दामी फुलहरू रोप्नु भएको रहेछ है अब हाम्रोतिर त हुँदैन नि यस्तो जग्गा राम्रो नभएर होला कि दे सब बिग्रिजान्छ यहाँ हाम्रो दिदी हुनुहुन्छ बिहा गरेर नानी पनि यत्रो भइसकेको छ नानी हेलो हेलो गरिदिनुहोस् न नेम के भन्ने नानीको मिङडोमा हुन्छ यो हौरीमा कराउँदैछ यो चाहिँ यहाँदेखि तल चाहिँ हाम्रो तेमेन्दाको घर हल्का यहाँ चाहिँ अब रेस्ट माङताबुङमा थाक्यो बहिनी सबजना रेस्ट गरिरहेछ यहाँ दिपेश दा हेलो सबजना थाक्यो हाम्रो भाइहरू थाकेर पानी ठिकै हुनुहुन्छ त थाक्नुभयो हाम्रो यो बोकेर आउनु भएको अनि यहाँ जुस खाँदैछ केटाहरू सबजना थाक्यो यो भाइ हिजो सेकेन्ड भएको थिएन भाइ यो कङ्ग्रेचुलेसन सबजना बसिरहेछ थाकेर बिजोक खेच छ मान्छेहरू के भन्नु छ भाइ भन्न एक दुई शब्द मेरो भ्लगमा हिजो सेकेन्ड भएको के पायो क्यास प्राइस कति पायो 700 मात्रै दिएको अलिक माग्नुपर्छ नि कस्तो हो हेन्सम दा ठिकै हुनुहुन्छ थाक्यो हत्तु है त्यस्तै हुन्छ
हाम्रो छोटेन बहिनीले चाहिँ अङ्मु बहिनीले चाहिँ छाता मात्रै बोकेर आएको अरे, अरू केही बोकेन अरे, छाता बोकेर आएको अरे बहिनीले। यता चाहिँ मेरो फेभरेट सिङ्गर बहिनी हो। हेलो हेलो भनिदेऊ न। भ्लगमा लाग्छ। उयो बोकेर आएको सानो एउटा गीत गाइदेऊ न। अब नगाउने। सेकेन्ड टाइममा मैले प्राय एकदम भिड छ सबजना। बुम उब्रियो अरे। कोही छ खाली छ भने जानु। भेटिहाले एकजना यहाँ छ। हाम्रो नाम के पो तपाईँको त? मेरो नाम चाहिँ कारमा डन। मैले भन्नु चाहिँ नपर्नु। मैले नि पाइहालेँ एउटा होइन। यहाँ राखिरहेको रहेछ कसको बोकेर हिँडेको है। साथ लाग्दैन एकदम खतरा। कैसी लगी आगे स्वाद यता देख न। वन फ्यामिली वन ब्लगर है यो मान्छे चाहिँ। वन फ्यामिली वन ब्लगर हामी चाहिँ। यसले पनि एवार्ड थाप्न रहेछ। सिक्किम कला उत्सवमा जाने अर्को पालि जाने मौका पाउँदैछ अहिले पनि। आगे ब्लगर हामी मेरो साथीहरु यता आगे। हाम्रो आगे चाहिँ आज फुल गेटअपमा हुनुहुन्छ। रियल देख्दैछ आज आगेलाई चाहिँ। ह्यान्डसम। यो चाहिँ हाम्रो भर्खर कोरियादेखि आएको साथी हो। खै हेर्दैन एक दुई शब्द बोल्दैन त नबोल्ने है। हेलो है दा बुक ठुलो भएन तपाईँलाई? ठिकै छ साइज अनुसारको है। यहाँ चाहिँ फेरि झुसको लागि झगडा हुन आँटेको छ। हेलो तेमिन्दा। बल्ल रोड आएको अवस्था हेभी थाक्यो। यहाँ आइपुग्दै कुम छैन जस्तो भइरहेछ। ओइ केटाहरूले 12 वर्ष स्कुल गएर के सिकेको अरे? यो मन्त्र चाहिँ भन्दा होइन 12 वर्ष स्कुल पढेर चाहिँ के सिकिस् भन्न त्यो मन्त्र चाहिँ। भाइ हाम्रो मनोज भ्लग चाहिँ एकदम हतारमा हुनुहुन्छ। जोसिलो 2 किलोमिटर त अन्त 5 मिनटमा कभर गरिदिनु हुने रहेछ यस्तो हिँडाइले चाहिँ। हामी चाहिँ घुमेर तप्सिङ फाटक आइपुगिसक्यो। अहिले अगाडि जा भन्दैछ। ल यसको कुरा सुन्दै एकछिन म ढोक्दैछु सबजनाले। यो बोक्नको लागि चाहिँ केटाहरूले कुट्ला जस्तो गर्दैछ। हतार नगर्नु है। अब यहाँदेखि फेरि रामगेथाङ ओह्रालो। यो त तपाईँकै है? तपाईँकै होला है? जना कुट्ला जस्तो गर्दैछ। ल भाइ कमान दामी जोडले। मेमे त गुगल पे पो छ। चत्तरमा तिम्रो साइदो चाहिँ आयो मटरमा। र मसँग हुनुहुन्छ मनोज दा, एकसमबाट चर्चित भ्लगर मनोज भ्लगबाट चिन्छ। र दाकोलाई चाहिँ मासु खाँदा चाहिँ एकदम फेभरेट कुखुराको डायमन्ड खालि डायमन्ड पर्छ हो। साह्रो छ है। भर्खर एबिसी ट्र्याक कस्तो भयो अन्त? एबिसी ट्र्याक एकदम बबाल। तपाईँहरू पनि जानुहोस् लाइफमा एकताल चाहिँ है। हजुर मजा आउँछ। मेरो पनि सक्छ है। र भर्खर खानाहरू खाएर बसेको हामी जाग्या हुनुहुन्छ। र अब चाहिँ मेरो पुस्तक यहाँ रेडी छ, बोकेर लाग्दिने। यसमा बाटोमा भेट्यो। स्टे ट्युन। मेरो चाहिँ यता हाम्रो टिङटिङ पञ्चायत सरले बोकिदिनु भएको छ। हेलो थ्याङ्क यू सो मच दिनुभयो। एकछिनमा पनि मेरो पाप काटिनु भयो है। कतिवटा गर्थेला सानोतिर होइन।
दाजुको चाहिँ गेजिङ कलेजमा चाहिँ ओभर फ्यान फलोइङहरू छ हाम्रो गेजिङ कलेजमा जति पनि गेजिङ कलेजमा जो मेरो फ्यान हुनुहुन्छ यहाँलाई नमस्कार। अनि हाम्रो दिवस भाइको च्यानल चाहिँ एकदम सब्सक्राइब गरेर एकदम माथि दर्जन प्रदेशबाट यहाँलाई म आह्वान गर्न चाहन्छु। थ्याङ्क यू। अर्को पालि सिक्किम सम्मेलन भरोसामा अन्त यो चाहिँ ओभर हाम्रो यसको पाप चाहिँ जति बोकेर पनि काटिँदैन यो चाहिँ होइन उसको पाप चाहिँ नकाटेको किनभने चाहिँ उसले चाहिँ अहिलेसम्म बोकेको छैन। मेरो चाहिँ काटेको होला अलिक घुम दुख्यो कि अन्त के हुन्छ रामगेथाङदेखि फेरि मेरै त हो त्यस्तै छ रमाइलो छ हल्का घुम दुखेको छ रमाइलो गऱ्यो घुम्यो साथीभाइहरूसँग सधैँ चाहिँ होइन कोही कोही बेला त्यसरी हाम्रो लामाको टिकुलाहरू आउनुहुँदैछ टन टन घाममा हरियोदेखि कालोदेखि नै हरियो हुन आँटिसक्यो म चाहिँ होइन हाम्रो आन्टीहरू पनि थाकेर बसिरहनु भएको रहेछ कालो त अलरेडी त्यो हरियो हुन आँटिसक्यो तेलमा चाहिँ त्यो के भन्छ जिरा लाग्छ तेलमा जिरा हालेको जस्तै भइरहेको छु म बुरा लगा बट डोन्ट गिभ अप यहाँ छ अब पाप कति वर्ष काटिने हो पनि केटाहरू घर पुगेर घरको छेउछेउमा मात्रै कराउँदैछ इन्स्ट्रुमेन्टहरू हेर्न सक्नुहुन्छ फ्ल्याग्सहरू घरमा चाहिँ अब एकछिन पूजा मतलब भित्र केही पढ्नु हुँदो रहेछ हो त्यो चाहिँ रेस्ट अब यहाँ पिके ठिकै छस् यसलाई चाहिँ कसैले सक्दैन है चारवटा फ्रुटी बोकिरहेर चाहिँ कहाँ लुगाएको थिइस् भन्न फ्रुटी चाहिँ ज्याकेटभित्र चारवटा फ्रुटी ज्याकेटभित्र लुकाइरहेर चाहिँ अझै चुपचाप ल्याएर बसिरहेर छ अझै बाटोमा नि पाउँछ अरे अझै हो अन्त नि त पाप धुन आएको त पाप गर्दैछस् त भाइ नगर्नु यस्तो तेरो नाम चाहिँ के हो भन्दै त कहाँको डन हो कसैले छुन सक्छ तँलाई खतरा है यहाँ हेर्न के यहाँ हेर्न खाना खाइस् कति खाइस् उयो पर रोटी पनि खाइस् मोमो नि खाने खाने केमा अटाउँछस् त्यत्रो चाहिँ पर्छ चारवटा फ्रुटी बोकिरहेछस् त्यो चाहिँ अर्को पार्ट चाहिँ कहाँ छ अब त्यहाँ छ तेरो गर्लफ्रेन्डको नाम चाहिँ के अरे त्यो चाहिँ डन अरे तप्सिङ कविराजलाई कुट्न सक्छस् आरामले विवशलाई सक्छस् कोलाई सक्छस् सबलाई कुट्न सक्छस् विकास दाजुलाई सक्छस् आरामले कुटिदिन्छस् हाम्रो त्यस्तो खतरा हो त अब चाहिँ यहाँ हिँड्नको लागि रेडी हुँदैछ है खाजाहरू खाइकन है यहाँ चाहिँ खानाहरू बनाइदिनु भएको थियो खानाहरू खाइकन अब चाहिँ रेडी हुँदैछ जानको लागि सबजना अब चाहिँ कुप्ची आइपुग्न आँट्यो थाकेर सबजना बसिरहनु भएको छ त्यसरी पसिना हेर गाइस पसिना हेभी थाक्यो है त्यो चाहिँ हाम्रो मार्क्सम्यान मार्क्स लाउनु सबजना थाकिरहेछ मोमो खुवाइ हुँदैछ अलिक कम्ती खा भनेको टेर्दैन यत्रो यत्रो हालेर बस्छ पुस्तक चाहिँ एउटा बोक्छ हो खानु चाहिँ यत्रो छ अन्त भाइले खाएकै छ कस्तो रहेछ भाइ मोमो एकदम दामी कोप्चे कल्याण समाजलाई एकदम धन्यवाद छ हाम्रो रुबिना दिदीलाई एकदम धन्यवाद छ सबजनालाई भाडा माझ्ने भाइहरू चाहिँ एकदम टपहरू आएको छ होइन
केटाहरूले कति दिनको 500 हो कि 1000 हो? कृष्णले त गान्तोकदेखि यता आएर पैसा कमाएकै छ इक्सोमा आएर। बहिनी चाहिँ तलैदेखि खाना नखाइकन आएको मम्मुको लागि। कस्तो मोमो चाहिँ कस्तो रहेछ त्यो चाहिँ भनिदेऊ न जस्ट। तिम्रो चाहिँ फर्स्ट उयसमै राख्छु कि अरे फ्रन्ट पेजमै बहिनीको राखिदिन्छु। A few moments later. मोमो खाएर अहिले चाहिँ हल्का जोस आएको छ। फेरि बोकेर स्टार्ट हुँदैछ कुप्चेबाट। मोमोले हल्का भुँडी पनि पोलिरहेछ तर पनि डुब्बीसँग पुऱ्याउने चाहिँ इच्छा छ। फेरि हामी स्कुल आइपुगिसक्यो। दिस इज इक्सम स्कुल। अब चाहिँ कोठीपट्टि जाँदैछ हामी बजारदेखि। बजारमा 1 राउन्ड लगाइकन हेब्बी थाकिरहेछु म चाहिँ। बिस्तारै पनि आउँदैछ। अहिले चाहिँ हामी कोठी पुगेको छ है। यो चाहिँ कोठी हो। साथीहरू रेस्ट गर्नुहुँदैछ। लामाहरू साथीहरू चाहिँ रेस्ट गर्नुहुँदैछ। क्या मजाको फुल फुलिरहेछ हेर्नुहोस् न। येल्लो कलरको दामी देखिरहेछ है। अहिले चाहिँ वेदर अलिक शीतल पनि भइरहेछ र म तपाईँहरूलाई अब एकछिन माथि गएर देखाउने छु माथि चाहिँ भ्यू कस्तो छ भनेर है। यहाँ एउटा कुकुर बसिरहेको छ। सो दिस इज कोठी। पुस्तक चाहिँ यहाँभित्र हालेको छ है। यहाँ चाहिँ पूजाहरू गर्नुहुन्छ होला एकछिन मन्दिर। यहाँ पहिला नि आएको थियो तर भिडियो बनाएको थिइनँ है मैले। यो चाहिँ क्याम्प फायर साइट हो। यहाँ माथि चाहिँ गेस्टहरू पनि रहेछ। एकछिन यहाँ बसेर त्यहाँदेखि जानुपर्छ डुब्डी। जर्मन सेपर्ड। पहिला ल बोलाउनु नि त्यसलाई। पहिला फुटाउन आँट्यो त गोरु। एक कुरो है। लाग्यो त। हेर्न क्या मजाको फुलिरहेछ हौ। यो त टप हो नि। यसलाई कसले सक्छ र है। मजाको फुलिरहेछ। 0.8 मिलिलिटर। त्यो त होइन मलाई यो चाहिँ साह्रै मन पर्यो। मलाई ल्याएर नेक्स्ट डेस्टिनेसन अब अर्को ठाउँ चाहिँ यही मासतिर नर्बुगाङमा रहेछ। टुरिस्टहरूले पनि जोइन गरेको छ हामीलाई चाहिँ आज 2 जनाले। Coordination through अब चाहिँ मैले पनि सिकिसकेँ। सो गाइस बल्ल बल्ल डुब्री पुग्यो। कति बजेको छ? 5:30 हुन आँटेछ। 5:14 भर्खर पुस्तकभित्र राखिकन यता आएको है। आमा डल्लै युक्सम घुमाइकन खतरा पाप थियो जस्तो छ मेरो। र दाजुहरूलाई सोधेको है यस्तो चाहिँ किन गरेको। एभ्री इयर गर्छ नि त बुक बोकेर घुमाउँछ। यो चाहिँ किन गरेको भन्दा जति पनि अब मान्छेको पापहरू छ है त्यो चाहिँ काटोस्। नराम्रो मतलब ब्याड एनर्जी जति पनि छ जस्तो खालकेहरू छ त्यो चाहिँ काटेर पोजिटिभमा कन्भर्ट होस् भनेर जहिले पनि घुमाउँछ है। अन्त यो दिन चाहिँ पानी परेको चाहिँ राम्रो अरे है। पानी परेर चाहिँ पानीले सबै नराम्रोहरू मेटाएर लगिदिन्छ अरे त्यस्तो। पानी पनि पर्न आँट्यो। अघि बिहान घाम लागिरहेको थियो। बिहान कति 9 साढे 9:30 स्टार्ट गरेको होला।
5:30 सम्म चाहिँ डल्लै युक्सम तल गाउँहरू डल्लै घुमाएर ल्याएको हत्तु भयो हत्तु र अब राखेर खाजाहरू रेडी रहेछ खाजाहरू खाइकन घर जान्छु के कसो हुन्छ तपाईँहरूले अहिलेसम्म हेरिदिनु भयो है धन्यवाद तपाईँहरूलाई जसले पनि अहिलेसम्म यहीसम्म हेरिदिनु भयो तपाईँहरूलाई एकदम धन्यवाद छ यस्तै रमाइलो कन्टेन्टहरू आउँछ अब स्टे ट्युन सब्सक्राइब गर्नु नबिर्सिनु होला लाइक गर्नु नबिर्सिनु होला धन्यवाद तपाईँहरूलाई यसमा घर जाँदै गरेको नि म बनाउँछु है हेर्दै जानुहोस् के हुन्छ बाटोमा केही राम्रै हुन पनि सक्छ नराम्रो पनि हुनसक्छ होइन इन्ट्रेस्टिङ हुनसक्छ सो हेरिदिनुहोस् होला धन्यवाद तपाईँहरूलाई अहिलेसम्म हेरिदिनुको लागि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिदिनु होला र अहिले ड्युटीमा छु एक्लै छु है साथीहरू भित्र छ कोही खाजा खाँदैछ म नि अब एकछिन खाजा साजा खान्छु त्यहाँदेखि के हुन्छ हेरौँ न के गरेको यो चाहिँ है मलाई नि दिएन कम्ती दिनु हाल्दैन के गरेको है चराको आज सबैको दिन राम्रो सबैको लागि राम्रो होस् राम्रो यो दुनियाँमा कायम त्यस्तो भयो थ्याङ्क्सगिभिङको काम जस्तो दिस इज ओल्डेस्ट मोनेस्ट्री अफ सिक्किम डुम्डी एभ्री इयर हुन्छ यो चाहिँ भाइ 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 नाम के हो भन्नुहोस् त के चाहिँ हाम्रो अब छेत्री पनि खतरा उयो हुन थालेको छ कस्तो सक्छ र भाइ नेपालदेखि ल्याएको क्या ए कालिम्पोङ एकदम रात परिसक्यो है फर्किँदा फर्किँदै 6 बज्न आँट्यो प्रथम बज्यो नि होला बजेछ 2 मिनट 6 बज्नु खानासाना खाएर हिँडेको साइड पेन हुन थाल्यो है यहाँ हाम्रो 2 जना साथीभाइहरू छ 2 जना साथीहरूको भाइ है यसको गर्लफ्रेन्डको कल आयो ओइ नाम के हो भन्नु हेलो हेलो कहाँ छस् कहाँ हुनुहुन्छ हामी यहाँ डुब्डीकोमा बुम कोर्थ्यो कि डुब्डीकोमा चाहिँ लड्दैछु कहाँ छस् म चाहिँ घर पुग्दा घर आइस 7 बज्ने रहेछ अब तल पुगेर हुन्छ A few moments later. ठिकै बजार आएको पाल्दिन्दाको गाडी पाएँ होइन अब त घर पुग्यो नि एकैछिनमा ढुक्क भयो र बल्ल बल्ल घर आइपुग्यो भर्खर आइपुगेको दैलो थुन्दैछु भर्खरै अब्बर थाकेँ अब चाहिँ भिडियो एडिट गर्छु अन्त सोध्छु थ्याङ्क यू तपाईँहरूलाई अहिलेसम्म हेरिदिनु भएकोमा यस्तै इन्ट्रेस्टिङ भ्लगहरू आउँछ स्टे ट्युन लाइक कमेन्ट सेयर गर्न नबिर्सिनुहोस् होला र कहाँबाट हेर्नु हुँदैछ त्यो पनि भनिदिनुहोस्